नमस्ते सम्पूर्णलाई युटिएफको नयाँ प्रयासमा द वाइ सिरिज एन्ड ओपन कन्भर्सेसनको उद्घाटनको यो सत्रमा यहाँ सबैलाई स्वागत छ। आज हामी जेनजी मुभमेन्टको जुन चाहिँ जेनजी मुभमेन्ट विद्रोह अथवा मुभमेन्ट अथवा विद्रोह किन भयो भन्ने विषयमा चाहिँ डिस्कसन गर्नेछौँ, जसको लागि चाहिँ हामीसँग आज प्रेजेन्टर हुनुहुन्छ अभिषेक बस्नेत। उहाँलाई हाम्रो कार्यक्रममा स्वागत छ। एन्ड उहाँ चाहिँ पोलिटिकल एनालिस्ट अनि त्यसमाथि अन्तर्राष्ट्रिय विकास विशेषज्ञ पनि हुनुहुन्छ, साथै अर्थशास्त्री पनि हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो व्यावसायिक जीवनमा विश्वको विभिन्न प्रतिष्ठित संस्थाहरूमा काम गर्नुभएको छ, जसको बावजुद चाहिँ यहाँले जेनजी मुभमेन्ट एउटा विद्रोहको रूपमा उल्लेख गर्नुभएको छ र आज एनालाइज गर्नुभएको छ र आफ्नो एज अ पोलिटिकल एनालिस्ट चाहिँ वाइ इट वाज विद्रोह, नट जस्ट मुभमेन्ट अर सम काइन्ड अफ मुभमेन्ट, आन्दोलन अथवा जनआन्दोलन किन होइन तर विद्रोह हो भनेर चाहिँ आज हामीले आफ्नो एङ्गलबाट बताउनुहुनेछ। त्यसको लागि आई लाइक टु hand over the floor to you. Hey, okay. Please go ahead. Thank you very much. First of all, thank you for UTF. मेरो presentation will be half English, half Nepali, both. हैन? Thankfully Chinese, Hindi चाहिँ हुँदैन होला र नेपाली English चाहिँ दुवै हुन्छ। र first of all, thank you to Ujjwal Thapa Foundation for organizing this program and inviting me as a presenter. र मेरो प्रेजेन्टेसन चाहिँ इट्स एज द नेम सजेस्ट रुट कज एनालिसिस अफ नेपाल्स भदौ विद्रोह भनेर मैले लेखाएको छु होइन। र इट्स इन 3 पार्ट्स। सो फर्स्ट पार्ट इज द पास्ट होइन। सो एज द नेम सजेस्ट रुट कज भनेको छु नि त अफ द विद्रोह। भदौ विद्रोह भने हुन्छ, जेनजी विद्रोह भने हुन्छ, रियली डोन्ट गेट स्टक इन द नेम होइन। तर रुट कज भनेपछि आई थिङ्क वी हेभ टु गो टु द पास्ट के होइन टु अन्डरस्ट्यान्ड द रुट कज। सो त्यो पास्ट भयो, त्यसपछि प्रेजेन्ट एन्ड द्याट विल टेक अप मोस्ट अफ द प्रेजेन्टेसन, 60% त्यसमै जान्छ होला। त्यसपछि प्रेजेन्टमा आउँछौँ आजको दिनमा र क्विकली देन वी विल मुभ टुवर्ड्स माई प्रिस्क्रिप्सन्स टु द फ्युचर। सो 3 पार्ट्समा छ होइन। आई हेभ गट लट्स अफ मटेरियल है एन्ड आई थिङ्क quite a bit of the material might be surprising or shocking or new to lot of you होइन। तर धेरै मटेरियल छ, म पनि एकदम नर्भस छु यति मटेरियल चाहिँ छोटो समयमा मैले कसरी चाहिँ प्याकेज गरेर दिउँ भनेर होइन। सो म चाहिँ यहाँलाई के आग्रह गर्छु भन्दाखेरि प्लिज बेयर विथ मी while I go through the presentation. Short questions बिचमा सोधिहाल्ने भने ठिक छ, तर अलि लामो किसिमको होइन कुनै क्वेसनहरूको त डिस्कसन हुनुपर्छ नि त होइन। सो त्यो चाहिँ लेट्स लिभ इट टु द एन्ड अफ द प्रेजेन्टेसन होइन। सो आधा घन्टा हाराहारीमा चाहिँ माई एम इज टु फिनिस द प्रेजेन्टेसन अनि त्यसपछि चाहिँ विल मुभ इन टु द डिस्कसन। सो प्लिज जट डाउन युर क्वेसन्स अर समथिङ होइन, फोनमा लेखेर राखिदिनु होला। अनि लामो तर छोटो छोटो क्वेसनहरू चाहिँ हुन्छ है। सो त्यसरी गरौँ। र अर्को कुरा चाहिँ म कन्टेक्स्ट सेटिङ के पनि भन्न चाहन्छु भन्दाखेरि द काइन्ड अफ थिङ्स आइ एम प्रेजेन्टिङ चाहिँ अलिकति मान्छेहरूलाई अलिक अप्ठ्यारो लाग्ने, अनकम्फर्टेबल पनि हुनसक्छ होइन। बट प्लिज अन्डरस्ट्यान्ड आई एम नट हियर टु डु ब्लेम गेम होइन। मलाई चाहिँ यो विद्रोहको रुट कज के होला होइन, वे इन्टु द पास्ट 20 वर्ष अगाडिदेखि चाहिँ यो खास जन्मेको छ भन्छु म होइन। सो त्यहाँसम्म पुग्छु। सो बट आई एम नट हियर टु ट्राई टु प्ले ब्लेम गेम होइन। यो ठिक त्यो बेठिक त्यो भन्दा पनि के भयो होइन। सो देयरफोर आई एम नट हियर टु टेक साइड्स। सो त्यसरी लिदिनु होला। इफ यु फिल अनकम्फर्टेबल होइन जस्ट ह्याङ अन, पछिसम्म गयो भने आई थिङ्क इट विल अल कम टुगेदर है। सो यति भन्दै आई विल गेट स्टार्टेड। सो यहाँ चाहिँ विद्रोह भयो किन त, वाइ डिड दिस विद्रोह ह्यापन राइट। अब त्यो भन्दाखेरि फर्स्ट थिङ आई हेभ टु मेन्सन इज दिस इज द मोस्ट हरिफिक एन्ड डिस्ट्रक्टिभ पोलिटिकल इभेन्ट इन नेपाली हिस्ट्री है। यो धेरैलाई थाहा छ यो एकदमै विध्वंसकारी भएको थियो होइन। बट जस्ट टु गेट अ फिल फर हाउ ब्याड इट वाज आई एम जस्ट ट्राइङ टु क्वान्टिफाई सम अफ दि की एलिमेन्ट्स होइन। अब कम्पेयर दिस विथ 1990 46 सालको जनआन्दोलनसँग कम्पेयर गर्ने, जनआन्दोलनमा अफिसियल नम्बर अफ डेथ्स 50 थियो एन्ड द्याट जनआन्दोलन वेन्ट फर 50 डेज होइन। सो यसको नम्बर अफ डेथ्स पर डेको यहाँले रेसियो निकाल्नु भयो भने 1 निस्किन्छ, 1.0 होइन। त्यसै गरी 2006 को दोस्रो जनआन्दोलन 62-63 को गऱ्यो भने नम्बर अफ डेथ्स 19, नम्बर अफ डेज इट वेन्ट फर इज 19, नम्बर अफ डेथ्स पर डेको रेसियो निकाल्नु भयो भने 1.0 नै आउँछ होइन। बट दिज आर अफिसियल फिगर्स है। अनअफिसियल फिगरमा अलिक बढी थियो भन्ने पनि छ। सो जनआन्दोलन 1मा 60-65 भन्ने पनि छ र जनआन्दोलन 2मा 21-22 थियो भन्ने पनि छ होइन। त्यो गऱ्यो भने पनि द रेसियो विल बी समथिङ लाइक 1.3 1.4 होइन। नाउ कम्पेयर द्याट विथ 2025 को
जेन्जी विद्रोह 76 डेथ्स इन 2 days त्यसको रेसियो निकाल्नु 38 पुग्छ हेर्नुहोस् होइन विच इज नट डबल अफ जनआन्दोलन 1 and 2 डबल ट्रिपल 5 times पनि होइन 10 times पनि होइन 38 times के सो आई होप द्याट गिभ्स यु सेन्स अफ लाइक हाउ इन्टेन्स दिस वाज यति नम्बर अफ डेथ भने त हाम्रो हिस्ट्रीमै तपाईँको भएको छैन होइन मैले अरूहरू त राखिनँ तर 1979 को स्टुडेन्ट अपराइजिङ कभर गर्नुहोस् अरूहरू पनि हेर्नुहोस् दिस इज क्रेजी के होइन र अब फाइनेन्सियल ड्यामेजको नि कुरा हेऱ्यो भने यसपालि 80-85 अरबको चाहिँ क्षति भएको छ होइन प्रिभियस वान्समा पनि अब क्षति त भयो तर सिंहदरबारै जल्ने होइन संसद भवन जल्ने शीतल निवास नेमिट होइन प्राइभेट घरहरू जल्ने त्यो त भएको थिएन नि त पहिला होइन सो त्यही भएर पहिलाको चाहिँ एस्टिमेट फाइनेन्सियल ड्यामेजको मैले भेटाएको छैन यसपालि चाहिँ इट्स क्वाइट क्रेजी सो त्यो यत्रो विध्वंसकारी चाहिँ आन्दोलन भन्नुहोस् या विद्रोह भन्नुहोस् होइन भयो तर त्यसको चाहिँ अनुपातमा यसको एनालिसिस नै भएको मैले देखिनँ क्या मैले चाहिँ पाइनँ यत्रो अब छ अब त धेरै भइसक्यो 8-9 महिना बितिसक्यो होइन ड्युरिङ द 6 months बिफोर द इलेक्सन पनि मैले चाहिँ यसको पर्याप्त अमाउन्ट अफ किन भयो त यो मा गएको हाम्रो एउटा डिप इन्ट्रोस्पेक्सन भन्छ नि मा गएको चाहिँ मैले पाउँदै पाइनँ एनालिसिस नभएको होइन तर इट वाज लिमिटेड इन माई भ्यू टु हाई लेभल हुन्छ नि के भयो होइन 10 बजी के भएको थियो 11 बजी के भयो 12-1 होइन ब्ला ब्ला भदौ 23मा के भयो भदौ 24मा के भयो सो स्टफ लाइक द्याट बट किनमा चाहिँ हामी गएनौँ कि र यसको कजेसको नि कुरा गर्दाखेरि चाहिँ प्रक्सिमेट कजेसहरूको चाहिँ कुरा भएको छ बाई प्रक्सिमेट कजेस आई मिन थिङ्स लाइक यो मिस गभर्नेन्सले गर्दाखेरि भएको हो करप्सनले गर्दाखेरि भएको हो नेपोटिजमले गर्दाखेरि भएको हो होइन एसेन्सियली ब्याड गभर्नेन्स त्यसको कारणले भएको हो भनेर भन्यो होइन विच इज ट्रु एब्सोल्युटली बट त्यस्तो लेभल अफ मिस गभर्नेन्स होइन टु क्रिएट द्याट लेभल अफ ह्याभक होइन त्यो लेभल अफ करप्सन त्यो लेभल अफ नेपोटिजम नै किन भयो त होइन एन्ड द्याट इज वाट आइ एम कलिङ रुट कज के सो प्रक्सिमेट कजबाट अझ रुट कज इन्डेप्थमा चाहिँ हामी जानुपर्छ जस्तो लाग्छ होइन र मैले गर्नु खोजेको त्यही एक किसिमको राजनैतिक चिरफार होइन यसको चाहिँ अलिकति सर्जरी गरेर आन्द्रा भुँडी नै निकाल्ने किसिमले चाहिँ डेथमा जाउँ भन्ने किसिमको चाहिँ मेरो एफर्ट हो सो आल मुभ अन होइन सो यो चाहिँ एज वी अल नो यो त दिस वाज इमेजिन्ड एन्ड अर्गनाइज एज अ जेन्जी प्रोटेस्ट होइन इन कोर्ट्स प्रोटेस्ट अर्गनाइज गरे हो नि त आयोजकहरूले होइन रेभोल्युसनै गर्छु आन्दोलनै गर्छु संसद भवन जलाउँछु सरकार ढाल्छु त उहाँहरूको मकसद थिएन होइन आई थिङ्क द्याट्स फेयर टु से सो प्रोटेस्ट गर्ने चाहिँ प्लान थियो तर त्यसलाई चाहिँ रेभोल्युसन गर्ने या विद्रोह गर्ने उहाँहरूको चाहिँ प्लान चाहिँ थिएन तर पनि हेर्दा हेर्दै आकस्मिक रूपमा भनौँ न आकस्मिक रूपमा चाहिँ अ प्रोटेस्ट टर्न इन्टु अ रेभोल्युसन अर अपराइजिङ वाइ यो प्रश्न सोध्नु पऱ्यो नि त हामीले होइन र यसको चाहिँ मेरो विचारमा 3टा मूल कारक छन् होइन फर्स्ट is obvious to all, rising frustration against the ruling powers. And this had been going on for a long time. In fact, Vivekshil movement, which all of us, I guess, are part of, including myself, is an indication that things were not going well. 2011-12 ma jab म पनि उज्जवल दाइसँग लागेर मैले विवेकशीलकै टी सर्ट लगाएर आएको छु बाइ द वे होइन जब स्टार्ट गरेँ होइन त्यति बेला त अब के गर्ने भनेर यस्तै किसिमको डिस्कसन होइन मोर अफ अ राउन्ड टेबल टाइप त्यसरी सुरु भएको हो भने अब के गर्नेबाट चाहिँ अब विवेकशील अभियान भयो त्यसपछि पार्टी नै बन्यो अनि विवेकशील साझा एटसेट्रा वी अल नो द्याट सो विवेकशील मुभमेन्ट नै इज एन इन्डिकेसन अफ द फ्रस्ट्रेसन अफ द पिपल अगेन्स्ट द रुलिङ पावर्स होइन र अर्को यो हार्वर्डको एउटा रिसर्चरले गर्नुभएको रहेछ रिसर्च त्यो मैले भेटाएँ होइन र उहाँको रिसर्च अनुसार नेपालमा चाहिँ यो 15-16 वर्षको अवधिमा 2010 to 2015 औसतमा है एभरेजमा देयर युज टु बी 1200 to 1300 प्रोटेस्ट अ इयर होइन कुनै वर्ष 200-300 मात्रै भए पनि होला कुनै वर्ष 2-3 हजार पनि भएको छन् होइन तर एभरेजमा लिँदाखेरि 1200-1300 प्रोटेस्ट हुँदो रहेछ होइन सो वाट टर्न दिस पर्टिकुलर प्रोटेस्ट इन्टु द क्रेजी रेभोल्युसन द्याट इट एन्डेड अप बिङ होइन सो एउटा त राइजिङ फ्रस्ट्रेसन थियो जनतामा चाहिँ आक्रोश र वितृष्णा छँदै थियो होइन सेकेन्ड कारण इज मैले घुसपेट भनेर लेखेँ बट सम काइन्ड अफ इन्फिल्ट्रेसन अर इन्साइटमेन्ट चाहिँ भएको छ अगेन आयोजकहरूले त पिसफुल प्रोटेस्ट नै अर्गनाइज गर्न खोजेको हो तर सम तत्त्वहरू त्यहाँ छिरेर त्यसलाई इन्साइट गर्ने त्यसलाई एग्रेभेट गर्ने रोल पनि खेलेको छ होइन वी अल नो दिस नाउ माई होप वाज यो जुन कमिसन बन्यो गौरी बहादुर कार्की कमिसन त्यसले चाहिँ यसमा अझ प्रकाश पार्ला भन्ने चाहिँ मैले आशा लिएको थिएँ होइन कसले चाहिँ इन्फिल्ट्रेट गर्यो कसले इन्साइट गर्यो किन गर्यो डोमेस्टिक तत्त्व मात्रै छ कि त्यसमा इन्टरनेसनल पनि छ यो सब काम चाहिँ मेरो विचारमा गौरी बहादुर कमिसनले चाहिँ अलिकति निहालेर हेरिदिनु पर्ने हो
होइन, किनभने नेसनल सेफ्टीको लागि त द्याट्स इम्पोर्टेन्ट नि। तर अब मैले अब 900 पेजको कार्की कमिसन रिपोर्ट त मैले पनि पढाएको छैन होइन, बट देन सरसर्ती हेर्दाखेरि त्यसको चाहिँ त्यति त्यो डेप्थमा पुगेको छैन जस्तो लाग्छ मलाई है। न अनलेस एनी वान नोज मोर प्लिज डिस्कसनमा भन्नु होला। तर घुसपेट चाहिँ भएको छ, कसले किन गर्यो, आन्तरिक विदेशी के हो त्यो चाहिँ थाहा भएन है। तर त्यो सेकेन्ड एलिमेन्ट हो होइन। तर घुसपेट मात्रै हुँदामा, इन्साइट मात्रै हुँदैमा चाहिँ होइन रेभोल्युसन अझ पनि परिणत हुँदैन थियो होला होइन। जुन लेभलमा गयो, द लास्ट स्ट्र भन्छ नि, द लास्ट रिजन वाइ यो चाहिँ विध्वंसकारीमै गयो इज एक्चुअली द स्टेट रिस्पोन्स। जब चाहिँ स्पेसली द पुलिस फोर्सको रिस्पोन्स अन द्याट डे होइन, जब चाहिँ 2-3 घन्टाको अवधिमा होइन 20 जना चाहिँ नवयुवकहरूको चाहिँ भेरी यङ सम इन स्कुल युनिफर्म निहत्ता चाहिँ हाम्रो चाहिँ भनौँ न युवाहरूको चाहिँ ज्यान गयो, देन सारा नेपाली चाहिँ उर्लिएको हो त्यसपछि होइन। यस्तो आक्रोशित भयो कि द्याट्स द पोइन्ट वेन अ प्रोटेस्ट टर्न इन्टु अ रेभोल्युसन अर अपराइजिङ अर विद्रोह वाट एभर यु वान्ट टु कल इट होइन। त्यो भयो। सो द मूल कारक होइन, अरूहरू पनि सपोर्टिङ कजेस त छन्, तर द मेन थिङ द स्ट्र द्याट ब्रोक द क्यामल्स ब्याक भन्छ नि, त्यो चाहिँ वाज द पुलिस रिस्पोन्स अन द्याट डे। एन्ड द पुलिस रिस्पोन्स वाज एक्सट्रिमली ब्रुटल, नट ओन्ली ब्रुटल बट अल्सो भेरी अनप्रोफेसनल होइन। किनभने पुलिस फोर्सको त राइट कन्ट्रोल, क्राउड कन्ट्रोल भने त द्याट्स लाइक होइन अब ब्रेड एन्ड बटर नि होइन, उनीहरूको त त्यो बेसिक चाहिँ काम हो नि त। र त्यसमै फेल खाएर चाहिँ अन्धाधुन्दा चाहिँ गोली चल्नु, लाइभ एम्युनिसन होइन, त्यो सबै रुल्स अफ इन्गेजमेन्ट भन्दाखेरि जस्तै भनौँ न पहिला चाहिँ सम्झाइ बुझाइ, माइकिङ, क्यानन, वाटर क्यानन होइन, रबर बुलेट्स फायर इन्टु द एयर, अनेक थरी छ नि, स्टेप्स बाई स्टेप छ नि त। अनि लाइभ एम्युनिसन त अति नै उनीहरूकै ज्यानलाई खतरा भयो भने मात्रै गर्ने हो नि। तर यहाँ त तुरुन्तै गयो क्या, 12:30 त गोली चल्न थालेपछि विदिन 2-3 आवर्स 20 पिपल डेड। सो द्याट वाज जस्ट अनबिलिभेबल होइन एन्ड ट्रेजिक। सो वाट द्याट सोज इज कि द पुलिस फोर्सको चाहिँ इन्स्टिट्युसनल डिके भन्छु कि म, त्यो चाहिँ एज अ इन्स्टिट्युसन त्यो चाहिँ मकिँदै होइन एकदम कमजोर भएर गएको हुँदाखेरि चाहिँ त्यस्तो किसिमको रिस्पोन्स अनप्रोफेसनल चाहिँ रिस्पोन्स आएको होइन। र यो इन्स्टिट्युसनल डिकेमा आई वुड लाइक टु स्पेन्ड सम टाइम, किनभने यसको चाहिँ धेरै मैले अरू कतै पनि सुनेको छैन होइन। सो यो इन्स्टिट्युसनल डिके चाहिँ कसरी चाहिँ भइरहेछ भन्दाखेरि हाम्रो चाहिँ अब पब्लिक इन्स्टिट्युसन, सार्वजनिक संस्थाहरू अफ विच पुलिस इज वान, देयर अब्जेक्टिभ द मकसद इज टु सर्भ द पब्लिक होइन। द नेमै पब्लिक इन्स्टिट्युसन इम्प्लाइज दे आर देयर टु वर्क फर द पब्लिक। पुलिस फोर्सको काम रियली इज टु प्रोभाइड सेक्युरिटी टु द पब्लिक होइन। बट इन फ्याक्ट र अरू पनि सार्वजनिक संस्थाहरू छँदैछन् होइन, पुलिस आर्मी त सुरक्षा निकाय भयो, राष्ट्र ब्याङ्क भन्नुहोस्, अल द मन्त्रालय विभाग सरकारको सबै अङ्गहरू दे आर एक्चुली पब्लिक इन्स्टिट्युसन एन्ड दे अल आर मेन्ट टु सर्भ अ सर्टन पब्लिक सर्भिस प्रोभाइड गर्नुपर्ने। बट इन्स्टेड नेपालमा चाहिँ हाम्रो के भइरहेछ फर द लास्ट 10-20 years इज आवर पब्लिक इन्स्टिट्युसन्स हेभ बिन सोर्ट अफ सो पोलिटिसाइज कि दे सर्भ द पोलिटिकल इन्ट्रेस्ट rather than the public interest होइन। सो उनीहरूको ओरिएन्टेसन जनतातर्फ हुनुपर्ने, इन्स्टेड माथि चाहिँ पोलिटिकल मास्टर जो हो, रुलिङ पावर जो हो त्यतातिर फर्किएको छ होइन। सो त्यो भएपछि चाहिँ त्यो इन्स्टिट्युसन डिके हुँदै जान्छ कि कसरी भन्दाखेरि अब कुनै पनि इन्स्टिट्युसनमा सरुवा बढुवा त होइन मेरिटोक्रेटिक बेसिसमा हुनुपर्ने नि त, हुन्छ त नेपालमा वी अल नो होइन। सरुवा बढुवा चाहिँ अब कसको चाहिँ कसको कनेक्सन छ, को कुन पार्टीको होइन। मैले एउटा चाहिँ अब एउटा सेयर गर्छु, यो चाहिँ इन्फर्मल चाहिँ सोसल ग्यादरिङमा यो मेबी 2-3 वर्ष अगाडिको कुरा होला। सरी हाम्रो सुरक्षा निकायको साथीहरू पनि हुनुहुन्छ, बट यो चाहिँ पुलिस फोर्सकै छलफल भइरहेको थियो होइन। एन्ड अ सिनियर लेभल पुलिस अफिसर वाज टकिङ अबाउट हु माइट बी द नेक्स्ट आइजिपी होइन। अनि फलाना मान्छेको चाहिँ नाम उहाँ चाहिँ हुन्छ होला भन्ने कुरा निस्क्यो होइन। अनि किन त उहाँको चाहिँ वाट इज हिज विशेषता कम्पेयर टु दि अदर क्यान्डिडेट्स भन्दाखेरि उहाँको सबैसँग राम्रो छ, यो पार्टीसँग पनि राम्रो, त्यो यो पार्टीले उहाँलाई आफ्नै मान्छे भन्ठान्छ अरे, त्यो पार्टीले उहाँलाई आफ्नै मान्छे भन्ठान्छ, अर्कोले पनि त्यही भन्ठान्छ। सो द्याट इज द स्टेट, द्याट वाज द स्टेट अफ आवर पब्लिक इन्स्टिट्युसन्स के दे वर अल ओरिएन्टेड अपवर्ड्स टुवर्ड द पोलिटिकल मास्टर्स रादर देन टु द पब्लिक। सो त्यो भएपछि त्यो अर्गनाइजेसनमा के हुन्छ भन्दाखेरि माथिदेखि तलसम्म द पिपल हु म्यान द पोजिसन्स भन्छ नि आर पिपल हु आर नट प्रोफेसनल्स। भनेपछि त तलतिरसँगै अनप्रोफेसनलिजम त गइसक्यो नि त होइन। सो त्यही मैले इन्स्टिट्युसनल डिके भनेर चाहिँ त्यो भन्न खोजेँ। सो राजनैतिक कारणको कारणले दलीयकरण
को कारणले चाहिँ हाम्रो पब्लिक इन्स्टिट्युसन्सहरू चाहिँ एकदम मकिएर गइरहेका छन् होइन सो इमेजिन चाहिँ अब काठको खम्बा हेर्दाखेरि काठको खम्बा छ तर भित्रै त्यसलाई धमिराले खाइदियो भने होइन एक धक्का दियो भने त्यो त चलामचुरुम डुब्न खस्न सक्छ नि त सो त्यो दिन त्यही भयो क्या होइन आफ्टर इयर्स अफ चाहिँ इन्स्टिट्युसनल डिके द्याट फोर्स वाज सो विक कि वेन क्राइसिस हिट the people were not able to respond appropriately. The police force, was not able to respond appropriately. And that's what turned the protest into revolution. अब यसको flip side of the other coin. So त्यो दिन चाहिँ के भयो भन्दाखेरि the police force was completely unprepared, and then they got overwhelmed. होइन त्यो त्यति बेला त्यो भयो. तर त्यो unpreparedness र unprofessional को कारण पनि आखिर दलीयकरण नै हो. Now flip side of the coin is you go back to तिनकुने होइन चैतमा जुन भएको थियो लास्ट इयर. तिनकुनेमा चाहिँ के भयो भन्दाखेरि पुलिस फोर्सलाई कम्प्लिट त्यो पोलिटिकल हाइज्याकको अर्को पार्ट हो कि त्यहाँ चाहिँ के भन्दाखेरि दे वर टु वेल प्रिपेयर्ड उनीहरू चाहिँ त्यति बेला ओहो यो त अब राजावादीको आन्दोलन भन्ने थियो नि त सो दे वर एकदमै प्रिपेयर्ड अब जेएनजीको बेला चाहिँ उनीहरूले अलिकति सुरुमा बच्चाहरूले गरेको केही हुनु भनेर अलिकति रिल्याक्स लिए तिनकुनेमा चाहिँ ओभर प्रिपेयर्ड गरेर त्यहाँ के भयो भन्दाखेरि पुलिस फोर्सले नै त्यो पिसफुल असेम्ब्लीलाई बिथोल्ने काम गरियो होइन अब मैले भने नि फेरि पुलिस फोर्सको काम त पब्लिक सेफ्टी हो नि त पब्लिकको त दिस इज आवर कन्स्टिट्युसनल राइट टु असेम्बल पिसफुली होइन पिसफुल असेम्ब्लीमा गएर चाहिँ टियर ग्यास हालेर अरू त्यहाँ तिनकुनेमा के पनि भएको थियो भन्दाखेरि चारैतिरबाट आउन खोज्ने चाहिँ प्रोटेस्टर्सहरूलाई बाटो पनि छेकिएको थियो त्यसपछि जब चाहिँ तिनकुनेमा स्टार्ट गर्यो अर्गनाइजरले स्टेजमै चाहिँ टियर ग्यास हालेर बिथोलियो सो भनेपछि दिस बिकम्स अ लिडरलेस चाहिँ प्रोटेस्ट सुरुमै होइन सुरुमै त्यहाँ अन्यलको सिचुएसन स्टार्ट भइसक्यो बिकज देयर इज नो अर्गनाइज अनि त्यसपछि त्यहीँ पनि फेरि प्रोटेस्टर्सहरूलाई पनि झ्यालझ्यालबाट माथि छानाबाट टियर ग्यास हालेर चाहिँ उस्काउने काम होइन अरिङ्गालको घेरामा ढुङ्गा हाल्यो भने चाहिँ अरिङ्गालले अट्याक गर्छ नि त सो त्यो किसिमको गेम खेलिरहेको थियो सो वाट वाज ह्यापनिङ इज द पुलिस फोर्स इज कम्प्लिटली द पपेट अफ पोलिटिकल मास्टर्स उनीहरूले जे गर्यो भने दे आर देयर टु सर्भ द पोलिटिसियन रादर देन द पब्लिक होइन त्यो मानसिकता विकास भइसक्यो कि आई एम हियर टु सर्भ माई पोलिटिकल मास्टर बट इन रियालिटी द यु आर अ पब्लिक इन्स्टिट्युसन विच मिन्स यु आर देयर टु सर्भ द पब्लिक इन्ट्रेस्ट होइन सो त्यो भन्नु खोज्दा मैले दलीयकरणले गर्दाखेरि यति चाहिँ इन्स्टिट्युसनल डिके भइसक्यो कि हाम्रो पब्लिक इन्स्टिट्युसनको चाहिँ एक्टर्सहरूलाई वाट इज देयर रोल नै अनभिज्ञ भएर गइसक्यो कि उहाँहरू होइन सो त्यो हो मूल कारण which turned the protest into a revolution होइन now we have to move to the next important question so यो institutional decay यो लेभलको दलीयकरण पोलिटिसाइजेसन होइन करप्सनै भन्नु पोलिटिसियन भएपछि करप्सन हुने त हुने होइन चाहिँ त्यो इट्सेल्फ किन भयो त भन्दाखेरि चाहिँ आइल युज अ एनालोजी होइन हामीले चाहिँ घरमा चाहिँ कुनै किसिमको खानेकुरा बाहिर किचनमै छोडिदियो भने बिस्तारै त्यो त कुहिएर जान्छ नि भोलि पर्सिसम्म त कुहिएर मगेर ढुसी लागिसक्छ होइन त्यो किन त बिकज अफ द इन्भाइरोमेन्ट होइन त्यो रुमको तापक्रम हिट ह्युमिडिटी मोइस्चर त्यसपछि हाम्रो वातावरणमै हुने चाहिँ ब्याक्टेरिया फङ्गाईहरू त उडिरहेको हुन्छ नि त्यो बसेर त्यसलाई मक्काइदिन्छ त्यही चिज फ्रिजमा राख्यो भए 1-2 हप्ता टिक्थ्यो होइन सो इट्स द इन्भाइरोमेन्ट द्याट कजेज एनिथिङ टु रट होइन त्यस्तै गरी हाम्रो पनि पब्लिक इन्स्टिट्युसन्सहरूलाई मकिएर गएको चाहिँ केले गर्दाखेरि भन्दाखेरि इट्स बिकज अफ द पोलिटिकल इन्भाइरोमेन्ट नै दूषित छ हाम्रो होइन र पोलिटिकल इन्भाइरोमेन्ट केले चाहिँ निर्धारण हुन्छ त भन्दाखेरि पोलिटिकल इन्भाइरोमेन्टको टपमा त कन्स्टिट्युसन हो नि त द कन्स्टिट्युसन सेट्स द इन्भाइरोमेन्ट विदिन विच एभ्रिथिङ एल्स वर्क्स होइन कन्स्टिट्युसनबाट अरू एभ्रिथिङ एल्स कन्स्टिट्युसन मात्रै होइन त्यसको अन्डरमा अरू हुन्छ नि सबै एक्ट कानुन होइन रुल्स बाई रुल्स ब्ला ब्ला तर इन्भाइरोमेन्ट सेटिङ काम चाहिँ कन्स्टिट्युसनले गर्ने हो होइन सो माई दाबी इज कि हाम्रो चाहिँ कन्स्टिट्युसन मेकिङ प्रोसेस नै यो कन्स्टिट्युसन अफ 2015 जुन छ त्यो प्रोसेस नै त्रुटिपूर्ण थियो त्यो भएर कन्स्टिट्युसन नै त्रुटिपूर्ण भयो र त्यसले गर्दाखेरि देयर इज इनएडिक्वेट चेक एन्ड ब्यालेन्सेस होइन एउटा पोलिटिकल सिस्टमलाई चाहिँ स्टेबल र फङ्सनल राख्नलाई चेक एन्ड ब्यालेन्स भइरहनुपर्छ होइन हाम्रो गाडीको 4-15 त इक्वल हुनु पऱ्यो र पो ब्यालेन्स किसिमले गुड्छ होइन एउटा पाङ्रा यत्रो ठुलो अर्को पाङ्रा यत्रो अर्को पाङ्रा छँदै छैन भने त गडाङ गुडुङ भएर त्यो त गुल्टिहाल्छ नि होइन सो चेक एन्ड ब्यालेन्स भने इट्स अ भेरी कोर कन्सेप्ट इन पोलिटिकल साइन्स कि होइन सो हाम्रो जब चाहिँ पोलिटिकल इन्भाइरोमेन्टमा चेक एन्ड ब्यालेन्स एडिक्वेट नै भएन त्यसपछि त सब गन्जागोल भएपछि पोलिटिसाइजेसन हुने दलीयकरण हुने करप्सन हुनेलाई
बाटो खोल्यो होइन. बट इट अल स्टार्ट्स विथ द कन्स्टिट्युसन मेकिङ प्रोसेस, एन्ड कन्स्टिट्युसन मेकिङ प्रोसेस इट्स सेल्फ द लिडर टु इट वाज द पिस प्रोसेस. 2006 to 2008 को बिचमा चाहिँ पिस प्रोसेस भएको थियो. द्याट इट सेल्फ इज अल्सो फल्टी होइन. सो यसमा चाहिँ म अब लाग्छु. एन्ड इनफ्याक्ट पिस प्रोसेसभन्दा अगाडिदेखि नै चाहिँ हाम्रो चाहिँ यो चिप्लिन थालेको भनौँ न स्लिपेजेस चाहिँ त्योभन्दा अगाडिदेखि भइरहेको छ होइन, विच इज 2002. सो 2002मा चाहिँ तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चाहिँ पार्लियामेन्ट डिजल्भ गर्नुभयो हो. त्यो डिसोल्युसन हुनासाथ अपोजिसन पार्टिजहरू इनफ्याक्ट उहाँकै पार्टी काङ्ग्रेसकै पार्टी गिरिजा प्रसाद कोइरालाज्यूको चाहिँ लिडरसिपमा चाहिँ स्टार्टेड चाहिँ के भन्ने प्रोटेस्टिङ अगेन्स्ट द्याट. उनीहरू चाहिँ होइन यो गलत भयो, संसद पुनर्स्थापना हुनुपर्छ, रिइन्स्टेटमेन्ट अफ पार्लियामेन्टको डिमान्ड मे 2002बाटै स्टार्ट भयो होइन. एन्ड त्यो माग चाहिँ इन अहिले ह्यान्डसाइड आएर हेर्दाखेरि यति घातक रहेछ कि आई कल इट द ओरिजिनल सिन होइन. ओरिजिनल सिन इज अ मेटाफोर बरोड फ्रम द बाइबल होइन. यो क्रिस्चियन जुन बाइबल छ उनीहरूको ओरिजिन स्टोरी बाइबलमा अब तपाईँहरूलाई थाहा होला होइन. ओरिजिनल सिन भनेको यो एडम एन्ड इभ होइन, द ओरिजिनल ह्युमन बिङ्स. उहाँ चाहिँ प्याराडाइसमा गार्डन अफ इडनमा एकदम आनन्दको चाहिँ स्वर्गीय चाहिँ लाइफ बाँचिरहेको हुन्छ, तर उनीहरूलाई एउटा त्यो एप्पल ट्री हुन्छ त्यसको एप्पल चाहिँ नखानु है भनेर चाहिँ उहाँहरूको भगवान्ले देवताले चाहिँ भनेको हुन्छ, तर पनि उनीहरूले गएर टोकिदिन्छन्. टोकेपछि देन दे गेट थ्रोन आउट अफ प्याराडाइस, आउट अफ द गार्डन अफ इडन होइन. सो द्याट इज रिफर टु द ओरिजिनल सिन के. सो हाम्रो पनि पोलिटिकल हिस्ट्रीको रिसेन्ट पोलिटिकल हिस्ट्रीको चाहिँ द ओरिजिनल सिन चाहिँ यही संसद पुनर्स्थापनाको माग भनेर चाहिँ जस्तो मलाई लाग्छ है. एन्ड आई विल एक्सप्लेन द्याट. तर बिफोर आई एक्सप्लेन द्याट क्विक यो टाइमलाइन रिभ्यू गरिदिन्छु म, किन भन्दाखेरि यो अब 20 वर्ष अगाडि 25 वर्ष अगाडि कुरा धेरैले बिर्सिसकेँ होइन. सो क्विक टाइमलाइन रिभ्यू. मे 2002मा चाहिँ पार्लियामेन्ट डिजल्भ गर्नुभयो प्रधानमन्त्री शेरबहादुर देउवाले. त्यसपछि अनि त्यतिखेर नै अपोजिसन स्टार्ट भइसकेको थियो होइन. यो देउवाले बदमासी गर्यो, अब त्यति बेला त हेड अफ स्टेट राजा हुनुहुन्थ्यो राजा ज्ञानेन्द्र षड्यन्त्र गर्यो, यो चाहिँ ठिक छैन भनेर कुरा स्टार्ट भइसकेको थियो. र अकर्डिङ टु द कन्स्टिट्युसन अफ द्याट टाइम चाहिँ 6 मन्थ्समा इलेक्सन होल्ड गर्नुपर्ने भने नोभेम्बर 2002. अनि देउवाजीले चाहिँ ल म गर्छु म इलेक्सन जसरी पनि गर्छु, द्वन्द्वकाल थियो नि त, इजी सिचुएसन थिएन इलेक्सन गर्नु, तर पनि म सक्छु म गर्छु भनेर हिँड्नुभयो. 5औँ महिनामा आएर 1 month बिफोर अक्टोबर 2002मा हि वेन्ट टु द किङ हेड अफ स्टेट एन्ड सेड अब चाहिँ सकिँदैन, मलाई अर्को 18-20 महिना कति थप गर्नु पऱ्यो. एट द्याट पोइन्ट हि वाज फायर्ड बाई द किङ होइन. अब किङको पनि त्यहाँ चाहिँ गल्ती हुनसक्छ. डिड ही ओभरस्टेप द बााउन्ड्री अफ द कन्स्टिट्युसन इन फायरिङ द पिएम, त्यो पनि छ होइन. बट एट द सेम टाइम यो माग पनि होइन भने त आई क्यान गेट टु रुल जस्ट एज एन एक्जिक्युटिभ विदाउट अ लेजिस्लेचर फर 18-20 months हाउएभर मच आई लाइक. त्यो पनि त भएन नि त राइट. त्यो नै हो नि चेक एन्ड ब्यालेन्स. वाइ डु वी हेभ एक्जिक्युटिभ लेजिस्लेटिभ किन चाहिन्छ? लेजिस्लेटिभको काम एक्जिक्युटिभलाई चेक गर्ने हो नि त, चेक एन्ड ब्यालेन्स गर्ने होइन. अब त्यो संसद डिजल्भ भएपछि होइन 6 महिनासम्म ओके विदाउट संसद फाइन, बट द 6 months इज टु प्रिपेयर टु गेट अ न्यू संसद इन प्लेस सो द्याट द पोलिटिकल सिस्टम कन्टिन्युज टु रिमेन ब्यालेन्स्ड होइन. एउटा 6 महिनाभित्र नयाँ लेजिस्लेटिभ विथ अ न्यू म्यान्डेट आएपछि त एक्जिक्युटिभलाई चेक गर्ने त त्यो लेजिस्लेटिभले काम गर्छ नि त. तर बिना लेजिस्लेटिभ एक्जिक्युटिभले मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले मलाई नै म रुल गर्न दिए, द्वन्द्व छ के छ भन्दाखेरि एट द्याट पोइन्ट यो त हुँदैन, किन चेक एन्ड ब्यालेन्स त्यो डिसब्यालेन्स हुने कुरा हो नि त. द्याट क्यान बी द स्टार्ट अफ डिक्टेटरसिप, थिङ्स लाइक द्याट होइन. सो हि गट फायर्ड होइन, असक्षम प्रधानमन्त्री भनेर यो धेरैले चाहिँ याद होला. अनि त्यसपछि द नेक्स्ट स्टेप वाज अब एउटा अल पार्टी गभर्मेन्ट बनाएर चाहिँ यो चुनाव चाहिँ गराउनै पर्छ, ल अल पार्टी मिलेर चाहिँ गरौँ भन्दाखेरि अब त्यही हो हाम्रो नेपालको प्रब्लम. त्यही हो कि अब पार्टिज जस्ट कुडन्ट कम टुगेदर एन्ड फर्म अ अल पार्टी गभर्मेन्ट होइन. सो त्यहाँबाट अक्टोबर 2000 फेब्रुअरी 2005सम्म डिफ्रेन्ट चाहिँ ट्राई गरियो. कहिले सूर्यबहादुर थापा, कहिले लोकनाथ, कहिले ब्याक टु देउवा पनि ल्याउनु भयो उहाँले होइन. तर अब पिस टक्स गर्न खोज्यो माओवादीसँग सो द्याट अब इन्भाइरोमेन्ट बनोस् होला भनेर इलेक्सनको लागि. त्यो पनि केही सक्सेस हुन सकेन. एन्ड त्यो केही नभएपछि लास्टमा गएर फेब्रुअरी 2005 राजा ज्ञानेन्द्रले आफैले टेक ओभर गर्नुभयो होइन. आफै टेक ओभर गर्नुभयो अनि विदिन 1 year अब सोर्ट अफ अब होइन टु इज क्रेडिट भन्ने के भने म्युनिसिपल इलेक्सनसम्म चाहिँ उहाँले गर्नुभयो फेब्रुअरी 2006सम्म होइन. तर पार्टिज डि नट पार्टिसिपेट. उहाँले त त्यो बेलादेखि संसद पुनर्स्थापनामा अड्किनु भएको छ होइन. इलेक्सन गर्नेतिर उहाँहरूको चाहिँ मनसाय नै गएन कि अब देखिएन होइन. सो त्यो गर्न त गऱ्यो उहाँले, तर अब सक्सेसफुल इलेक्सन त भन्न सकिँदैन होइन. र त्यसै बिच नोभेम्बर 2005मा 12 बुँदे सम्झौता भइसकेको थियो बिट्विन 7 पार्टी अलायन्स र माओइस्ट होइन, इन विच ह्यापन्ड इन दिल्ली होइन. सो
त्यो भएको थियो र अप्रिल 2000मा जनआन्दोलन 2 भइहाल्यो अनि चाहिँ किङजी वाज फोर्स टु रिइन्स्टेट पार्लियामेन्ट त्यसपछि त होइन अनि उहाँ त अनि त्यसपछि आउट पनि भयो अनि नोभेम्बर 2006मा चाहिँ कम्प्रिहेन्सिभ पिस एग्रिमेन्ट भयो बिट्विन द एसपिए 7 पार्टी अलायन्स एन्ड माओइस्ट जनवरी 2000 उहाँहरूले एउटा इन्टरिम कन्स्टिट्युसन निकाल्नुभयो र इन्टरिम कन्स्टिट्युसनमा इन्टरिम पार्लियामेन्ट र माओवादीलाई पनि ल्याउनु भयो होइन सो त्यो रिइन्स्टेटेड पार्लियामेन्ट मात्रै होइन कि रिइन्स्टेटेड पार्लियामेन्ट प्लस माओवादी इन्क्लुडेड नयाँ पार्लियामेन्ट बन्यो र त्यसले चाहिँ कन्स्टिट्युएन्ट एसेम्ब्ली जुन 2008 खास त्यसको पनि प्लान जुन 2007मा गर्ने थियो डिले भएर 2008मा भयो र फाइनली 2015मा चाहिँ नयाँ संविधान जारी भयो होइन नाउ आई वुड लाइक टु एक्सप्लेन यो चाहिँ किन चाहिँ यसलाई चाहिँ ओरिजिनल सिन होइन अनप्याकिङ द ओरिजिनल सिन भनेर मैले राखेको छु त्यति बेला के भयो भन्दाखेरि असाध्यै विश्वासको खाडल भयो क्या बिट्विन किङ एन्ड पार्टिज होइन र त्यसले गर्दाखेरि चाहिँ त्यो उहाँहरूले चाहिँ अब अगाडि देशलाई चाहिँ सेन्टरमा राखेर भन्दा पनि त्यो अविश्वासले गर्दाखेरि अनेक थरी गर्नुभयो होइन र फर द्याट टाइम ओके मेबी वी क्यान गिभ बोथ साइड द बेनिफिट अफ द डाउट होइन उसको पनि मिस्टेक भयो उसको पनि मिस्टेक भयो हो तर अब त मोर देन 20 years लेटर वी हेभ द बेनिफिट अफ हाइन्डसाइट होइन सो त्यही भएर यसलाई चाहिँ अलिकति निष्पक्ष रूपमा चाहिँ हामीले चाहिँ यसलाई एनालिसिस गर्न सक्छौँ जस्तो लाग्छ होइन सो यो रिइन्स्टेट पार्लियामेन्टको माग चाहिँ किन मैले घातक र सिन नै भन्छु भन्दाखेरि बिकज इनहेरेन्टली इट्स एन्टी डेमोक्रेटिक होइन दोज पिपल हु कल देमसेल्भ्स डेमोक्रेट्स you have to go to the people to get their mandate. पिपलबाट पाउने हो नि त अथोरिटी एन्ड द लेजिटिमेसी टु रुल होइन म डेमोक्रेटिक पार्टी भनेर पार्टी खोल्दैमा पार्टी भनेर इज जस्ट अ ग्रुप अफ अर्गनाइज पिपल होइन सेल्फ प्रोक्लेम डेमोक्रेट त भएन नि टु बी अ डेमोक्रेट यु हेभ टु गो टु द पिपल एन्ड गेट देयर म्यान्डेट एन्ड द्याट गिभ्स यु द लेजिटिमेसी अर द अथोरिटी टु रुल एन्ड मेक डिसिजन्स फर द कन्ट्री होइन सो होइन म जनताका जाँदै नजाने इलेक्सन्स गर्दै नगर्ने संसद पुनर्स्थापना भएर आउनुपर्छ भन्नु चाहिँ आई थिङ्क इट्स अ भेरी एन्टी डेमोक्रेटिक माइन्डसेट होइन र त्यसपछि इट्स अल्सो अगेन्स्ट द रुल अफ ल किन भन्दाखेरि जब देवाजीले चाहिँ संसद विघटन गर्नुभयो त्यो क्वेसन सुप्रिम कोर्ट पनि गयो सुप्रिम कोर्टले त्यसमा के डिटरमाइन गर्यो भन्दाखेरि होइन यो प्रधानमन्त्रीको अधिकार छ अहिलेको हाम्रो चाहिँ कन्स्टिट्युसन अनुसार प्राइम मिनिस्टरको प्रिरोगेटिभ हो राइट हो उसले डिजल्भ गर्न पाउँछ बट ही हेज टु होल्ड इलेक्सन्स इन 6 months होइन सो ही हेज द राइट बट देन अलङ विथ राइट अल्सो कम्स रिस्पोन्सिबिलिटी द रिस्पोन्सिबिलिटी इज टु होल्ड इलेक्सन भनेपछि द रुल वाज क्लियर रुल अफ ल इज डिजल्भ गर्न पाइयो तर साथसाथै इलेक्सन पनि 6 महिनाभित्र गर्नु पर्यो भनेपछि द्याट इज द रुल अफ ल तर रुल अफ ल पनि नमान्ने होइन यो विघटन पनि ठिक भएन यो पनि ठिक भएन उसले बदमासी गर्यो उसले षड्यन्त्र गर्यो संसद पुनर्स्थापना गर्नु भनेको त इट्स अल्सो अगेन्स्ट द रुल अफ ल एन्ड अन्डरमाइनिङ द जुडिसियरी होइन र भयो के भन्दाखेरि पोलिटिसाइजेसन एकदमै भयो सो अ लेजिटिमेट पोलिटिकल प्रोसेस वाज पोलिटिसाइज होइन र यो राजनैतिकरण इज अ कन्टिन्युइङ सिकनेस अफ हाम्रो नेपाली पोलिटिक्स है र सो यो चाहिँ यस्तो किसिमले चाहिँ हामीले त्यसलाई हेरेका छैनौँ कि वाइ संसद पुनर्स्थापना होइन people at that time thought yes this is the most democratic thing to do my contention is no sorry it was actually anti-democratic and it was also anti-rule विधिको शासन नमानेको हो त्यो होइन सो त्यही भएर त्यो चिप्लेको हो भने कि त्यही भएर द्याट वाज अ मिस्टेक होइन र ठिक छ गिभन द कन्डिसन्स होइन यस्तो गाह्रो चाहिँ साह्रो सिचुएसन छ द्वन्द्व चलिरहेको छ यो कहाँ यो त प्र्याक्टिकल पुरै भएन तपाईँले भनेको भन्ने हो भने यो नमान्ने हो भने पनि ल ठिक छ नमान्नुहोस् फर अ सेकेन्ड होइन But then note कि in a democratic system when you elect people you elect them for a certain period 4 वर्ष 5 वर्ष हाम्रो केसमा 5 वर्ष होइन 5 वर्षपछि त फेरि फ्रेस म्यान्डेट त लिनै पर्यो नि त एकचोटि इलेक्ट भएर आजीवन चाहिँ चलाउन पाउने भन्ने त होइन नि त सो दिस पार्लियामेन्ट नोट वाज इलेक्टेड इन 1999 सो 1999मा इलेक्ट भएको पार्लियामेन्ट मानव शेरबहादुर देउवाले 2002मा यो डिजल्भ नगरायो पार्लियामेन्ट डिजल्भ नगरेको भए 2004सम्म त त्यसको म्याद यसै पनि सकिसक्यो नि त सो कम 2004 त नयाँ फ्रेस म्यान्डेट लिने जनता समक्ष जाने टाइम भइसक्यो त होइन सो यो त्यसमा अल्झिनुपर्ने अब कारण अब त छैन कि आफ्टर 2004 वेदर देउवा डिजल्भ पार्लियामेन्ट वेदर द्याट वाज षड्यन्त्र वेदर द्याट वाज नट षड्यन्त्र वाट एभर इट वाज बिकम्स अ म्युट क्वेसन होइन 5 वर्ष अब सकिसक्यो अब चाहिँ जनताका जसरी पनि जानै पर्छ होइन अब भन्ने चाहिँ मान्यता राख्नुपर्ने राखिएन होइन 2004मा डेट एक्सपायर भइसक्यो पार्लियामेन्टलाई पनि पछि रिइन्स्टेट गर्यो र अल्टिमेट द्याट वाज ब्याड फर द कन्ट्री एन्ड पिपल बट नट ओन्ली द्याट इट वाज ब्याड फर द पार्टिज देमसेल्भ्स
त्यो चाहिँ कसरी भन्दाखेरि यदि हाम्रो यो 7 पार्टीहरू चाहिँ गाह्रै भएर पनि त्यो च्यालेन्ज एक्सेप्ट गरेर चाहिँ जनता समक्ष जाने चाहिँ उहाँहरूले प्लान गरेको भए द्याट वुड हेभ फोर्स देम टु क्रिएट देयर ओन इलेक्सन म्यानिफेस्टोज, द्याट वुड हेभ फोर्स देम टु क्रिएट देयर रोड म्याप फर न्यू नेपाल होइन। नयाँ नेपालको रोड म्याप त उनीहरूले बनाउनु पऱ्यो नि त, जनता समक्ष त केही लानु पऱ्यो होइन। त्यो गर्नु पर्ने अनिवार्यता उनीहरूलाई हुन्थ्यो, त्यो गरेपछि दे वुड हेभ वर्कड अन इट होइन। तर त्यो उहाँहरूले केही गर्नु भएन होइन, किनभने संसद पुनर्स्थापना सेम ब्याक यो चाहिँ एक हिसाबले साइड डोरबाट ब्याक डोरबाट छिरेको जस्तो भयो। सो दे डिडन्ट ह्याभ टु वर्क हार्ड टु प्रिपेयर देमसेल्भ फर द न्यू नेपाल। अन दि अदर ह्यान्ड द माओइस्ट फोर्सेस वर स्पेक्ट्याकुलरली वेल प्रिपेयर्ड, किन भन्दाखेरि उनीहरूको त 10 वर्ष जनयुद्ध चाहिँ ब्याटल, फिजिकल ब्याटल मात्रै होइन, उनीहरूको छ त्यहाँ इडियोलोजिकल ब्याटल पनि हुन्थ्यो पार्टीभित्र होइन। बाबुराम भट्टराई, डाक्टर बाबुराम भट्टराईले आफ्नो चाहिँ पेपर प्रेजेन्ट गर्नुहुन्थ्यो, प्रचण्डले आफ्नो होइन, अर्को मोहन वैद्य, सिपी गौरले नेम देम होइन, सबैको चाहिँ राखेर त उनीहरूको इडियोलोजिकल ब्याटल, वाट इज आवर भिजन फर नेपाल, नयाँ नेपाल भने के हो त र कसरी जाने त्यहाँ, त्यसको त कन्स्टेन्टली उनीहरूको भइरहेको हुन्थ्यो कि। सो फिजिकल ब्याटल मात्रै होइन, इडियोलोजिकल ब्याटल चाहिँ माओइस्टहरूको भइरहेको थियो। वेयर हाम्रो 7 पार्टीको त्यो भएन एन्ड they deprived themselves of the opportunity to do that because of not going to the people to seek a fresh mandate होइन। र त्यसले गर्दाखेरि once we start the peace process the Maoists are far better prepared than the 7 parties होइन। and not only that जनता समक्ष नगएर यो साइड डोर र ब्याक डोरबाट छिरेर संसद पुनर्स्थापना गरेर छिरेपछि त के भयो भन्दाखेरि उहाँहरूको त कन्फिडेन्स लेभल नै थिएन कि। अब अहिलेको सरकार हेर्नुहोस् त, अब बालेको सरकार भनौँ होइन, जनतालाई जनताका गएर अलमोस्ट सुपर मेजोरिटी बोकेर आएको छ नि त। सो द्याट गिभ्स देम द कन्फिडेन्स टु डु वाट दे आर डुइङ होइन। तर अब सुटुक्क चाहिँ अब टाकटु टालटुल पारेर चाहिँ मिलाएर ल्याएको चाहिँ किसिमले आएपछि त त्यो कन्फिडेन्स पनि भएन नि त टु नेगोसिएट ड्युरिङ द पिस प्रोसेस होइन। सो उहाँहरू पनि आत्मबल, एन्ड नट ओन्ली द्याट दे वर एक्चुली डिपेन्डेन्ट अन द माओइस्ट फोर्स टु मेक द जनआन्दोलन टु सक्सेसफुल होइन। जनआन्दोलन 2मा त माओवादीकै चाहिँ धेरै चाहिँ कार्यकर्ताहरू ल्याएर चाहिँ काठमाडौँमा चाहिँ त्यो आन्दोलन पनि गरेको हो। सो दे वर इनफ्याक्ट बी होल्डन टु द अपोजिङ फोर्स भनौँ न, विथ होम दे आर सपोज टु नेगोसिएट पिस है। सो उनीहरूको इडियोलोजिकल पनि विक भयो उनीहरू, र कन्फिडेन्स पनि आत्मबल पनि विक भयो, र इनफ्याक्ट दे आर बी होल्डन टु द माओइस्ट। सो दे वर गोइङ इन टु द पिस प्रोसेस इन अ ब्याड स्टेट है। अब यो यसो कुरा मैले लगेको छु। अनि ओके, जस्ट टु नोट 12 बुँदे सम्झौता अन द बेसिस अफ विच जनआन्दोलन 2 ह्यापन्ड होइन, विच ह्यापन्ड इन दिल्ली, त्यसको 2 मेन डिमान्ड्स चाहिँ वाज एन्ड अफ अटोक्रेटिक मोनार्की एन्ड कन्स्टिट्युन्ट एसेम्ब्ली। त्यसमा चाहिँ रिपब्लिक फेडरल सेकुलरको कुरा केही पनि थिएन, अटोक्रेटिक मोनार्कीको एन्ड र कन्स्टिट्युन्ट एसेम्ब्ली थियो। अब अरू 10 भने चाहिँ ह्युमन राइट्स, मल्टी पार्टी डेमोक्रेसी एट्सेट्रा एट्सेट्रा हो। तर फर द पर्पज अफ दिस प्रेजेन्टेसन चाहिँ मुद्दा चाहिँ त्यो थियो। सो त्यो 12 बुँदेको जगमा चाहिँ जनआन्दोलन 2 भयो होइन, र सक्सिड भयो र पार्लियामेन्ट रिइन्स्टेट भयो है। सो माई क्वेसन टु द अडियन्स एज वेल एज टु अल अफ नेपाल होइन, स्पेसली आवर यङ चाहिँ जेनजी जेनवाईका चाहिँ भाइ बहिनीहरू भनिदिउँ होइन, आई होप दे डोन्ट टेक अफेन्स, लाइक चाहिँ द क्वेसन इज, एन्ड स्पेसली देम बिकज म त्यति बेला जेनजीको उमेर थिएँ वेन अल दिस वाज ह्यापनिङ होइन, 24-25 वर्षको उमेरको म थिएँ होइन, आई वाज जेनजी। अब हाम्रो जेनेरेसनले त त्यो चुक्यो भुल्यो, चिप्ल्यो के त्यति बेला, यो अल दिस थिङ्स यादै गरेन होइन। अब अहिलेको जेनजी जेनवाईले त यु हेभ द बेनिफिट अफ हाइन्डसाइट होइन। सो तपाईँहरूले चाहिँ र तपाईँहरू त्यति बेला अब धेरै सानो बच्चा हुनुहुन्थ्यो होइन। सो तपाईँहरूलाई यादै हुँदैन, हाम्रो जेनेरेसनलाई त राम्ररी याद छैन, तपाईँहरूलाई के होला होइन। सो त्यही भएर मलाई आई वेन्ट थ्रु अल अफ दिस। सो द क्वेसन टु अल नेपालीज इज होइन, डिड अ अनडेमोक्रेटिक अर अनइलेक्टेड अनकन्स्टिट्युसनल होइन, सो त्यो कन्स्टिट्युसनको बियोन्ड गएको हो त्यो रिइन्स्टेट पार्लियामेन्ट एन्ड डेट एक्सपायर्ड पार्लियामेन्ट होइन, डिड दे हेभ द अथोरिटी टु नेगोसिएट पिस अन द बिहाफ अफ अल अफ द नेपाली पिपल होइन। एउटा डक्ट्रिन अफ नेसेसिटी केही न केही त गर्नु पऱ्यो ट्रु, तर एउटा लिमिट होला नि त। उहाँहरू कुन रूपमा पावरमा आछ त्यसको अनुपातमा उनीहरूको चाहिँ पावर हुनु पऱ्यो नि त होइन। जनतामै गएर जनताको भोटै लिएर आयो भने त्यसको अर्कै पावर हुन्छ, अर्कै लेजिटिमेसी हुन्छ र अर्कै अथोरिटी हुन्छ। तर साइड डोरबाट छिरेर आएर गर्नै पऱ्यो लाएर होइन, डक्ट्रिन अफ नेसेसिटी अहिले पनि त त्यो निकाल्यो नि, गरेको त पावर लेभल अर्कै हुन्छ नि त। जस्तै अहिले पनि कम्पेयर गर्नुहोस् होइन, जब चाहिँ जेन्जी विद्रोह भयो र सुशीला कार्कीको गभर्मेन्ट ल्याइयो
उहाँले आएर माथि तल सब काम गर्नुभयो त गरेन नि त होइन हाम्रो त म्यान्डेट इलेक्सन गर्ने त्यसपछि द्याट्स इट होइन डक्ट्रिन र त्यो गभर्मेन्ट पनि डक्ट्रिन अफ नेसेसिटीबाट चाहिँ स्थापित भएको हो होइन सो आफ्नो कुन म्यान्डेटले चाहिँ अरू कुन सिचुएसनमा चाहिँ स्थापित भएको छ त्यसको चाहिँ अथोरिटी कति हो त्यो हुनुपर्ने नि त होइन तर त्यो नभएर चाहिँ अब यो अनइलेक्टेड अनकन्सिडर्ड डेट एक्सपायर्ड पार्लियामेन्टले चाहिँ दे वेन्ट अहेड टु नेगोसिएट पिस अन बिहाफ अफ अल नेपाली पिपल है र एन्ड हियर्स द मेन थिङ द्याट मोस्ट नेपालीज आई थिङ्क have forgotten or don't realize, especially young generation, Gen Z र वाइले त यो मलाई लाग्छ उहाँहरूले यो यादै गर्नु भएको छैन होइन सो द मोस्ट इम्पोर्टेन्ट डिसिजन्स होइन यो राज्य संरचनाको डिसिजन्सहरू सेक्युलर फेडरल रिपब्लिक all of these were actually taken in the interim period 2006 to 2008 को पिरियडमा लिइसकेको थियो संविधान सभाले त यसलाई रबर स्ट्याम्प गरेको मात्रै हो संविधान सभामा यो विषयमा छलफल भएको डिस्कस डिबेट होइन वाट इज गुड फर नेपाल भनेर भएको हुँदै होइन यो इन्टरिम पिरियड र इन्टरिम पिरियड मैले भने नि इन्टरिम पिरियड भने एउटा त अनइलेक्टेड र हुन्छ नि र डेट एक्सपायर्ड पार्लियामेन्ट हो नि त त्यसको त सीमित हुनुपर्ने नि त चाहिँ अथोरिटी होइन त्यस्तो र अर्को साइडमा चाहिँ इन्टरिम पार्लियामेन्टमा माओवादीहरूलाई पनि ल्याइसकेको थियो त्यसमा अब माओवादी फोर्स भने होइन 10 वर्षसम्म जे पनि जनतालाई त सताएको फोर्स हो नि त मेबी फर राइट अब्जेक्टिभ्स उनीहरूको थियो होला होइन तर जनतालाई त तर्साएको चाहिँ अब मार काट्ने गरेको सो एकपट्टि त्यस्तो फोर्स अर्कोपट्टि चाहिँ जनता समक्ष नगएर ब्याकडोरबाट आएको फोर्स र डेट एक्सपायर्ड थियो पनि पार्लियामेन्टले मिलेर चाहिँ अल दिस इम्पोर्टेन्ट डिसिजन्स गरे हो हेर्नुहोस् होइन संविधान सभाले रबर स्ट्याम्प मात्रै गरेको हो संविधान सभामा यो विषयको चाहिँ डिस्कसन भएको छैन होइन र संविधान सभाले त पब्लिक ओपिनियन लास्टमा गएर चाहिँ कलेक्ट गराएको थियो त्यो पनि कन्सिडर भएन होइन सो देयर फोर यो कुरा चाहिँ एकदमै चाहिँ हामीले चाहिँ गौर गर्नुपर्छ जस्तो लाग्छ र म युटिएफकै संवाद सिरिज मेबी 6-7 मन्थ्स अगो एउटामा जाँदाखेरि चाहिँ यो जेन्जीहरूकै थियो तपाईँहरूकै साथीहरूको आई फर्गेट हु द प्रेजेन्टर वाज बट सी डिज द प्रेजेन्टेसन त्यति बेला चाहिँ जेन्जी र सरकारको चाहिँ के नेगोसिएट गर्ने भन्ने मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ अर समथिङको चाहिँ कुरा भइरहेको थियो होइन के 10 पोइन्ट अन्डरस्ट्यान्डिङ है के साइन भएको छ नि त हो होइन अग्रिमेन्ट हो त्यसको कुरा भइरहेको थियो एन्ड सो द प्रेजेन्टर हु आइम सरी आई फर्गेट हर नेमले चाहिँ के भन्नुभयो भन्दाखेरि हामी सबै कुरामा चाहिँ सरकारसँग डिस्कस गर्न तयार छु तर 3 कुरा चाहिँ नन नेगोसिएबल त्यो के भन्दाखेरि सेक्युलर फेडरल रिपब्लिक त्यो चाहिँ नन नेगोसिएबल भनेर चाहिँ सो जेनजीको त त्यो मानसिकता रहेछ होइन एन्ड आई वाज भेरी स्याडन टु हियर द्याट के किन भन्दाखेरि यो नै इज इन माई भ्यू वान अफ द रुट्स अफ द प्रब्लम इलेजिटिमेसीको चाहिँ रुट त्यहाँ छ होइन अब त्यसमा चाहिँ तपाईँहरू सोच्दा पनि नसोच्दै हेर्दा पनि नहेर्ने हो भने त कसरी चाहिँ निकास राम्रो आउन सक्छ भन्ने चाहिँ मेरो प्रश्न हो है हजुर 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 यस यो राज्य संरचना जुन छ सेक्युलर फेडरल र रिपब्लिक मोस्ट पिपल डोन्ट रियलाइज आई थिंक आई एम कमिङ टु दैट मोस्ट पिपल डोन्ट तपाईको अझै कति छ हैन सो हुन्छ सो हैन you make very provocative and problematic statements right from slide 1 okay हुन्छ पछि विल गो टु दैट हैन सो द पपुलर नेरेटिभ इज 70 वर्षको सङ्घर्षपछि जनताले संविधान सभा मार्फत चाहिँ अब्टेन गरिएको चाहिँ सेक्युलर फेडरल रिपब्लिक हो भन्ने चाहिँ एउटा चाहिँ पपुलर नेरेटिभ यो छ मोस्ट पिपल बिलिभ द्याट हैन व्हाट आई एम सेइङ इज इन फ्याक्ट द्याट इज नट ट्रु वी हेभ टु रिएक्जामिन द्याट हैन म पनि 100% ठिक होला नहोला यु क्यान क्वेसन तर आई एम 80% सर्टन है कि एक्चुअली चाहिँ यो चाहिँ गन्जा गोलमा चाहिँ यसरी चाहिँ भएको छ के सो देयरफोर यो राज्य संरचना चाहिँ अलि इनकरेक्टली चाहिँ बनेको छ विच इज अगेन्स्ट दि पपुलर नेरेटिभ त्यसपछि सो त्यो क्वेसन मैले भनिहालेँ होइन येट द पोइन्ट इज दे गट अवे विथ इट होइन एन्ड द्याट इज द क्रुक्स अफ द प्रब्लम के सो इफ अ इलेजिटिमेट भनौँ न एउटा चाहिँ सोर्ट अफ इलेजिटिमेट फोर्स जो जनतामा नि होइन डेट एक्सपायर भएको पार्लियामेन्ट अर्को चाहिँ गन विल्डिङ फोर्स होइन जो चाहिँ जनतासँग त पुगिसकेको छैन नि त होइन उनीहरूले आएर राज्य कम्प्लिट माथि तल गर्न सक्छ भने देन दे क्यान डु एनिथिङ आफ्टर द्याट
होइन. सो द्याट इज द बिगिनिङ अफ चाहिँ पोलिटिसाइजेसन, डिक्टेटिङ एभ्रिथिङ के. हरेक चिजको राजनीतिकरण गरिदियो, काइन्ड अफ यु मडी द वाटर्स, पिपल आर कन्फ्युज, ल होला होला भनेर ट्रस्ट गर्यो अनि गयो. गर्दा गर्दा चिप्लिँदा चाहिँ दलीयकरण, करप्सन, यो अल दिस ध्वस्त भएको चाहिँ रुट प्रब्लम चाहिँ त्यहीदेखि जान्छ भन्ने चाहिँ मेरो धारणा हो होइन. इट्स बिकज दे गट अवे विथ इट. त्यसपछि चाहिँ इभेन्चुली दिस सिड्स ग्र्यू इन्टु द माल भयो. बिजा रोपनै अब चाहिँ अलिकति दूषित बिउ भएपछि त फल मात्रै त राम्रो त आउँदैन नि त. सो भदौ विद्रोह या जेन्जी विद्रोह चाहिँ द्याट वाज द अल्टिमेट एक्सप्लोजन अफ द्याट है. र अब चाहिँ सो वाट दिस मिन्स फर नाउ, अब गिभन द टाइम टु म फटाफट गरिदिइहाल्छु होइन. सो अहिलेको सरकारले आएर चाहिँ जुन यो संविधान संशोधन समिति बनाएको छ नि, सो आई थिङ्क गिभन वाट आइभ जस्ट सेड, नाउ वी हेभ अ ओपन मोमेन्ट र यो संविधान संशोधन समिति पनि बनेको छ होइन. सो त्यसमा चाहिँ यो पास्टको कुराहरू चाहिँ फेरि एकचोटि पुनर्विचार गरेर पुनरावलोकन गरेर चाहिँ अघि बढ्दा चाहिँ ठिक होला. किन भन्दाखेरि यस्तो किसिमको चिज होइन, राज्य संरचना जस्तो चिज, डिसिजन्स भने चाहिँ कि इलेक्टेड रिप्रेजेन्टेटिभहरूले गर्नु पऱ्यो होइन, र विथ लङ टर्म नेसनल इन्ट्रेस्ट, नट वाट इज कन्भिनियन्ट टु द पावर्स द्याट बी नट इट. सो स्टेट स्ट्रक्चर सुड बी बेस्ड अन लङ टर्म नेसनल इन्ट्रेस्ट, नट पार्टिजन पोलिटिकल इन्ट्रेस्ट होइन. तर अनफोर्चुनेटली नेपालको केसमा चाहिँ त्यो भएको छ जस्तो मलाई लाग्छ है. एन्ड नट ओन्ली द्याट, अबको केसमा चाहिँ के भयो भन्दाखेरि यो करेन्ट स्टेट स्ट्रक्चर त्यसरी बनेको छ है. र द पोलिटिकल पार्टिज आफ्टर जेन्जी विद्रोह हेभ बिन काइन्ड अफ थ्रोन आउट होइन. द पिपल हेभ बिन थ्रोन आउट. नयाँ पार्टी आएको छ, घन्टी पार्टी, सो अन एन्ड सो फोर्थ होइन. बट विडम्बना के भन्दाखेरि द थिङ्किङ, विचार चाहिँ अझ पनि त्यही पुरानै छ जस्तो लाग्छ मलाई होइन. र इनफ्याक्ट द माओइस्ट पार्टी हु आर रियली द लिडर्स, द फ्ल्याग बेरर्स अफ दिस चेन्ज, सेक्युलर फेडरल रिपब्लिक, मेनली उनीहरूको चाहिँ एजेन्डा हो होइन. काङ्ग्रेस चाहिँ एमालेको थिएन, बट दे गट सोर्ट अफ लाइक ड्र्याग इन्टु इट ड्युरिङ द्याट इन्टरिम पिरियड होइन. सो माओइस्ट पार्टी भन्ने नै अब छैन. सो वाइ डु वी हेभ टु कन्टिन्यू टु ह्याङ अन टु द थिङ्किङ एन्ड द सेटअप अफ अ पार्टी होइन, विच वाज अ एक्सट्रिमिस्ट पार्टी टु बिगिन विथ होइन, एन्ड विच नाउ नो लङ्गर एक्जिस्ट. र जनताले उनीहरूसँग चाहिँ दिक्क भएर फालिसक्यो. सो मान्छेले फालिसक्यो, तर उनीहरूको विचार चाहिँ हामी बोकेर हिँडिरहनु पर्ने चाहिँ बाध्यता किन? द्याट लिड्स आवर जेन्जी फ्रेन्ड होइन टु से कि दिज थ्री थिङ्स आर नन नेगोसिएबल, वी सुड नट इभन टक अबाउट इट है. सो त्यो चाहिँ पनि विचार गरौँ. र प्रिस्क्रिप्सन फर द फ्युचरमा आए, आई हेभ टु डु दिस भेरी क्विकली, टाइम अफ भनेर मलाई आइसक्यो त्यहाँ होइन. सो अब चाहिँ हाम्रो पोलिटिक्समा के भइरहेको छ भन्दाखेरि रेभोल्युसन भन्यो, तर अल द्याट्स ह्यापनिङ आलो पालो कि पहिला राजा थियो, राजा छोड्दाखेरि गिरिजापछि देउवा प्रचण्ड, अब आएर बालेन. सो वी हेभ दिस कल्चर अफ सम मेसाया विल कम एन्ड सेभ अस, अर सम न्यू पार्टी विल कम, एभ्रिथिङ विल बी सेट राइट. अब त्यो थिङ्किङले भएन कि. अब चाहिँ वी हेभ टु डु अ क्वान्टम लिप इन आवर पोलिटिकल थिङ्किङ, द वे वी थिङ्क अबाउट पोलिटिक्स वी हेभ टु चेन्ज होइन. मानसिक छलाङ नै गर्नु पऱ्यो. र त्यसको फ्यु एलिमेन्ट्स के हो भन्दाखेरि द एन्ड अफ पोलिटिक्स अफ प्रोपोगेन्डा एन्ड प्राग्मेटिजम होइन. यो 20 वर्षको जुन मैले एक्सप्लेन गरेँ नि, अ लट अफ इट इज प्रोपोगेन्डा इन माई ओपिनियन होइन. यो चाहिँ एकदम पोलिटिसाइज गरेर, मडी द वाटर्स गरेर होइन, वाट इज ट्रु, वाट इज अनट्रु, वाट इज लाई, वाट इज फल्स, वाट इज ट्विस्टेड, एक्जागरेटेड, मिनिमाइज, त्यो सबको चाहिँ स्टु बनाएर बसिरहेको छ जनतालाई होइन. एन्ड वी बिलिभ द्याट टु बी ट्रु, बट वी हेभ टु, त्यही भएर भने वी हेभ टु रिएक्जामिन एभ्रिथिङ. वाट द पोलिटिकल पार्टी सेड वी क्यान नो लङ. सो द्याट्स प्रोपोगेन्डा. प्राग्मेटिजम यही अरिजिनल सिन जुन मैले भने संसद पुनर्स्थापना, त्यसको पनि अन्डरलाइन कन्सेप्ट प्राग्मेटिजम हो नि त. अब यस्तो सिचुएसनमा चाहिँ अब कहाँ सेलेक्सन गर्न सकिन्छ, अलिकति के गर्न सकिन्छ मिलाउ संसद पुनर्स्थापना. Pragmatic consider led to that. But if you had followed the principles, which is what I'm saying, we have to go for politics of truth and principle. According to the principle, if the parliament is dissolved, you have to hold fresh elections to get a fresh parliament. You cannot reinstate the old parliament. The pragmatic considerations they tried by propaganda and pragmatism drove the Nepali process, political process for the last 20 years. But we have to move into the politics of truth and principles. Second point, जनचेतना हैन. अब डेमोक्रेसी भनेको रुल अफ द पिपल हो भने हैन, इट्स ओन्ली द पिपल द्याट विल मेक डेमोक्रेसी सक्सेसफुल के. कोही आएर हामीलाई बचाउँदैन. कोही अब हैन, कोही राजावादी शक्तिहरूले राजा आओ देश बचाउँछ
राजा आएर देश बस्दैन होइन। कोही कोहीले चाहिँ अब बालेनलाई भोग गराएको छ, बालेन आएर अब के नै गर्छ, कसैले रवि होला, कसैले घन्टी, कसै के त्यति बेला प्रचण्ड थियो होइन, माओवादी आएर पनि के गर्ला सोचेकै हो। नो वान विल डु दिस के होइन। दि ओन्ली थिङ द्याट विल सेभ अस होइन इज पिपल इट्सेल्फ। पिपल भनेको चेतना। सो चेतनशील नागरिक हुनु पर्यो, जनचेतना हुनु पर्यो। म पनि विवेकशील मुभमेन्टमा लागेको मान्छे हो होइन। त्यसलाई विवेकशील तर विवेक भनेको त इज डिस्टिङ्ग्विसिङ बिट्विन राइट एन्ड रङ होइन। तर विवेकले मात्र नपुग्ने रहेछ कि चेतना पनि चाहिने रहेछ। चेतना भनेर चाहिँ के भन्नु खोज्यो भने इन्फर्मेसन होइन, वेल इन्फर्म पपुलेसन चाहिँदो रहेछ। हाम्रो केसमा चाहिँ त्यो इन्फर्मेसनै भएन कि ट्रु एन्ड कम्प्लिट इन्फर्मेसन नभएर मिसइन्फर्मेसन नै बढी भएर या फल्स इन्फर्मेसन या पोलिटिकली क्युरेटेड चाहिँ इन्फर्मेसन नेरेटिभले हुँदाखेरि चाहिँ हामी चाहिँ यो अल्झेर बसिरहेका छौँ। सो विवेकशील मात्रै होइन, चेतनशील नागरिक चाहियो र जनचेतनाको लागि फुल कम्प्लिट एन्ड प्रपर इन्फर्मेसन त्यो चाहिँ अपरिहार्य देखियो होइन। सो त्यसतिर त हामी लाग्नु पर्यो। थर्ड पोइन्ट चाहिँ अब नेपालको चाहिँ अब सेक्युरिटी र होइन, बिकज विल नट सेक्युर, विल नट स्टेबल। जहिले पनि 15-20 वर्षमा चाहिँ रेभोल्युसन भइरहने होइन, विध्वंस मचिरहने त्यो भइरहेको छ। सो अब अवधारणा चाहिँ के थियो भन्दाखेरि यो स्पेसली 47 सालको संविधान लेख्दाखेरि चाहिँ यो ट्विन पिलर्सको अवधारणा थियो। ट्विन पिलर्स भनेको एकपट्टि पार्टिज, एकपट्टि कन्स्टिट्युसनल मोनार्की एन्ड अर प्यालेस चाहिँ दे आर द ट्विन पिलर्स अफ स्टेबिलिटी फर नेपाल भन्ने कुरा थियो होइन। अब त्यसबाट पनि हामीले चाहिँ एउटा मानसिक छलाङ मारेर चाहिँ नो मोर ट्विन पिलर्स, अब 3 पिसको ट्राइपडै छ, ट्राइङ्गल होइन। पिपललाई चाहिँ त्यसमा बिर्सियो कि मोस्ट इम्पोर्टेन्ट इज द पिपल होइन। पिपलबाट चाहिँ अथोरिटी र लेजिटिमेसी डिराइभ हुन्छ। पिपल आर द सभरेन पावर होइन। सो पिपललाई त बिर्सिन भएन नि। सो पिपल राख्नै पऱ्यो। त्यसपछि अर्कोमा चाहिँ पार्टिज र प्यालेस राख्यो होइन। तर हाम्रो पोलिटिक्समा अहिलेसम्म के भइरहेको छ भन्दाखेरि पार्टिज र प्यालेस बिच पनि एकदम अविश्वास, डिस्ट्रस्ट, सो ब्याड रिलेसन्स देयर। त्यसपछि पिपल र प्यालेसको बिचमा पनि ब्याड रिलेसन्स भयो, स्पेसली पार्टिजहरूले पनि त्यो गराएको भन्छु म होइन। र अहिलेको दिनमा पिपल र पार्टिजको पनि क्वेसनेबल छ। सो अल 3 आर विक। अब यस्तो सिचुएसनमा नै हो कि बहिनीहरूले फाइदा उठाउने होइन। इट्स भेरी सिम्पल। लास्टमा गएर भाइ फुटे गवार फुट्यो। यो 3 भाइ मिल्नु पऱ्यो, अरू 3 बहिनी इफ यु वान्ट होइन। चाहिँ यो मिल्यो भने द्याट देन वी हेभ अ सिक्योर एन्ड स्टेबल ट्राइपड। यो भएन भने भाइ फुटे गवार फुटेमा चाहिँ हामी अड्किरहन्छौँ होइन। सो मैले इन्टरनेसनल डाइमेन्सनमा त आज जाने भ्यान, बट देयर इज अ इन्टरनेसनल डाइमेन्सन टु द लास्ट 30-40 एभ्रिथिङ द्याट ह्यापन्ड इन नेपाल पोलिटिक्स हेज ह्यापन्ड होइन। त्यो छ द्याट वाइ बिकज यो एक्सप्लोइट गरिरहेको छ कि उनीहरूले पार्टिज र प्यालेस बिचको डिस्ट्रस्ट होइन र विक रिलेसन्सलाई चाहिँ विदेशीले चाहिँ गरेको रहेछ। सो यसलाई चाहिँ स्ट्रेन्थन गर्नु पऱ्यो, यो अवधारणामा जाउँ। त्यसपछि यो कार्की कमिसनको रिपोर्ट पनि मैले अलिक सुरुमा भनिहालेँ, घुसपेटको अलिकति राम्रो निकालेर प्रेसिडेन्ट्स रोलमा त इट्स कम्प्लिटली साइलेन्ट होइन। प्रेसिडेन्ट पनि त एउटा अभिन्न अङ्ग हो नि स्टेटको। सो त्यसमा कार्की कमिसनले केही लेखाएको छैन। र अर्को कुरा what I would like to suggest is so revolution को नै थिङ्किङ चेन्ज हुनु पऱ्यो कि। रेभोल्युसन भने चाहिँ अर अपराइजिङ भने चाहिँ दे आर इन्डिकेटर्स अफ थिङ्स आर नट गोइङ वेल, त्यतिको मात्रै इन्डिकेसन हो। तर फ्युचर कोर्सको डिटर्मिनेन्ट बनाइदिनु भएन त्यसलाई। अहिलेसम्म त्यही भइरहेको छ। रेभोल्युसन भएपछि आन्दोलनको म्यान्डेट यो हो भनिदियो, झ्याम त्यसपछि सब माथि तल गरिदियो आन्दोलनको म्यान्डेट। आन्दोलनको म्यान्डेट अबदेखि हाम्रो मैले भने वी हेभ टु चेन्ज आवर थिङ्किङ अबाउट रेभोल्युसन। रेभोल्युसन इज ओन्ली एन इन्डिकेसन अफ थिङ्स आर नट राइट इन दिस कन्ट्री, बट वाट इज राइट हेज टु बी डिटर्मिन्ड इन अ कुल काम एटमोस्फियर होइन। सबैलाई चाहिँ चान्स दिएर ओपन डिस्कसनमा चाहिँ गएर चाहिँ यो र फर लङ टर्म नेसनल इन्ट्रेस्ट त्यसमा गर्नु पऱ्यो होइन। र लास्टमा आई सजेस्ट युटिएफ टु अर्गनाइज मोर डिस्कसन एन्ड डिबेट्स अन दिस टाइप अफ इस्युज होइन। जुन चाहिँ यो प्रोग्रामको छ नि द वाइ सिरिज बियोन्ड द अभियस ओपन कन्भर्सेसन। सो यस्तो किसिमको विषयमा ओपन कन्भर्सेसन चाहिँ बढीमा बढी होस्, युटिएफले पनि अरू पनि गरोस् होइन। यति भन्दै सो द्याट वी इन्क्रिज द जनचेतना है। सो एन्ड वी मुभ टुवर्ड्स एन ओपन इन्भाइरोमेन्ट। यति भन्दै थ्याङ्क्स टु युटिएफ अगेन फर अर्गनाइजिङ दिस प्रोग्राम। धन्यवाद एन्ड थ्याङ्क यू फर बेयरिङ विथ मी।